गए राति भएको इङ्ग्लिस प्रिमियर लिग खेलमा न्युक्यासल युनाइटेडले ठुलो क्लब म्यान्चेस्टर युनाइटेडलाई 4-1 ले पराजित गरिदिएका छन्। म्यान्चेस्टर युनाइटेडका लागि एलेहान्ड्रो गार्नाचोले 57 गोल गरेका थिए भने न्युक्यासल युनाइटेडको लागि टोनाली, ब्रुनो गुइमारेस र हार्वे ब्रान्सले 2 गोल गरेका थिए। म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनका कारण फ्यानदेखि लिएर म्यानेजर समेत एकदम निराश देखिएको छ। म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पोइन्ट टेबलमा 14 स्थानमा रहेका छ भने न्युक्यासल युनाइटेड 4औं स्थानमा पुगेका छन्। म्यान्चेस्टर युनाइटेडको म्यानेजर रुबेन अमोरिम भन्छन् प्लेयरहरूले अझै पनि सिस्टम बुझेका छैनन्, त्यसको लागि समय दिन आग्रह गरेका छन्। धेरै गल्तीहरू जुन हामीले गरेका छौं त्यो गल्ती अब आउने अर्को खेलमा नदोहोर्याउनको लागि पूर्ण तयारी गरेर आउँछौं भनेका थिए। अब म्यान्चेस्टर युनाइटेडको लागि एकमात्र आश बाँकी छ जुन युरोपा लिग ट्रफी जितेर अर्को सिजन हुने च्याम्पियन लिगमा प्रतिस्पर्धा गर्ने। के लाग्छ तपाईहरुलाई? आफ्नो विचार कमेन्ट गर्नुहोस् र यस्तै खेलकुद समाचारका लागि हामीलाई सब्स्क्राइब गरिदिनु होला।